नमस्कार, वेलकम टू माई न्यू भिडियो। के आज हुनुहुन्छ सन्चै हुनुहुन्छ होला। म चाहिँ आज चाहिँ सरप्राइज छ। के भन्ने, आज चाहिँ हामी नसोचेको कुरो 81 घर जाँदैछौँ। हेर्नुहोस्, नेपाल जाँदैछौँ। म चाहिँ यहाँ सामान टक्क लाएर मिलाउँदैछु होइन। अब घर जाने भनेर रातिको फ्लाइट छ। रातिको त के भने, नेपालको चाहिँ बिहानको, यहाँको चाहिँ राति 4-5 बजीतिर छ। यता एउटा ब्याग रेडी गरिसकेँ, यता अर्को ब्याग रेडी गरिसकेछु। हेलो गाइस, सबैलाई स्वागत छ मेरो र मेरो मम्मीको भ्लगमा। अनि जस्तो मम्मीले भनिसक्नु त हामी नेपाल आउने हो भनेर। सो अहिले यहाँको 10:39 गएको छ र हामी उता पुग्ने हो आई थिङ्क 12 बजे। उता एयरपोर्टमा पुग्नु पर्छ होइन। ओके, सो 10 बजे नै उठेको हामी, क्योंकि 11 बजे यहाँबाट निस्केर 12 बजे एयरपोर्टमा पुग्छौँ नि त। रातिको फ्लाइट हुन्छ नेपाल जाँदा। जहिले पनि निन्द्रा डिस्टर्ब हुन्छ हाम्रो नेपाल जाँदाखेरि। यो गाइस, हामी त नेपाल जाने भनेको छौँ होइन। आज चाहिँ नेपाल जाने हामी। हेर्नुहोस्, अहिले चाहिँ अब 11 बज्न लाग्यो। यो नेपाल जाने भनेपछि जुनै फ्लाइट पनि, दुबई फ्लाइट बाहेक अरू फ्लाइट चाहिँ नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स ठ्याक्कै रातिको छ क्या गाइस। 12 देखि 1 बजे 1 बजेतिर हामी एयरपोर्ट पुग्नुपर्ने हुन्छ। घरबाट चाहिँ हामी 12 बजे निस्किन्छौँ, किनभने ट्राफिक हुन्छ भनेर। हामी नसुतिकन बसे हामी, अब सुत्यो भने निदाइन्छ। अब प्लेनमा जाने भनेपछि एक दिनको निद्रा चाहिँ पुरै डिस्टर्ब हुन्छ क्या हाम्रो नेपाल जाँदा। अनि गएर पनि निद्रा लाग्दैन होइन। जे होस्, हामी चाहिँ 8 महिनापछि नेपाल फर्किँदैछौँ आमा छोरी। यता चाहिँ नानीको इक्जाम भ्याइयो। अनि बिदा 2 हप्ताको लागि यहाँ बसेर के गर्ने भनेर हामी चाहिँ नानीको बाबा अहिले नजाने। हामी आमा छोरी चाहिँ टक्क लाएर हिजो टिकट काट्यो। अब आज चाहिँ जाने भनेर रेडी भइसक्यो। रेडी ब्यागहरू रेडी गरेर अब 11 बज्यो, 11:30 बजीतिर कपडाहरू लगाएर एयरपोर्टको लागि निस्किनु पर्ने हुन्छ। हामी चाहिँ हेर्नुहोस्, एयरपोर्ट टाढा छैन तर ट्राफिक हुन्छ भनेर आधा घन्टा पहिला नै यहाँबाट निस्केर एयरपोर्टमा गएर बस्नुपर्छ। त्यही हो, हेर्नु निद्रा लाग्न थालेछ। अब सुत्यो भने फेरि एकदमै निदाइन्छ होला, त्यही भएर नसुत्ने। आजको निद्रा समाप्त गर्ने अनि अघि बढ्ने। त्यही एकदमै खुसी लाग्छ नेपाल आउँदा त। यो निद्रा डिस्टर्ब हुँदा चाहिँ दुःख पनि लागिरह होइन। अब जाम के हुन्छ। त्यही हो गाइस, हामी चाहिँ रेडी भइसक्यौँ। अब चाहिँ घरबाट निस्किन थाल्यौँ। हेर्नुहोस्, हेर्न सक्नुहुन्छ 12 बज्न लाग्यो। 12 बजे नै के हिँड्ने भनेर 12:15 मिनट अगाडि नै हिँड्न लाग्यो। अब मिलाउँला एयरपोर्ट गएर। घरबाट हामी निस्किसक्यौँ। अब चाहिँ गाडी आयो। बाबा छोरी चाहिँ मार्केट गहन जुस लिन भनेर म चाहिँ एक्लै गाडीमा बसिरहेको छु। हेर्नुहोस्, 12 बज्न लाग्यो। 12:05 हिँड्नु पर्ला भनेर अनि उहाँहरू चाहिँ जुस लिन के चाहिन्छ खानेकुरा लिन जानुभयो। म चाहिँ गाडीमा बसिरहेको। हेर्नुहोस्, 12 बज्न लाग्यो। चाहिँ एयरपोर्ट आइसक्यौँ। यहाँ महारानीलाई चाहिँ भोक लागेर बर्गर अर्डर गरेर खान लाउन होइन। बर्गर खाने हो, कस्तो आयो बर्गर। जुस पनि आएछ बर्गरमा। बर्गर नि आयो। यो के हो? खेलाउन मिल्छ क्या? खेलाउन नि मिल्छ अरे। हेर्नुहोस्, यिनीहरूले खाइ 90 दरमको बर्गर। 19 मतलब नेपालको कति? नेपालको अब हिसाब नगर्नु। आलु नि आयो होइन। मिठो कि नि? किन के गर्दै किन सुत्यो? यहाँ चाहिँ यता बसेर मेरो पनि त्यही होस् र यता खाली माको भएको हुनाले म चाहिँ यता बसेर हेर्नु सजिलोको लागि। उम्मिदै हरियान भयो। यो चाहिँ काठमाडौँ हाम्रो
काठमाडौँ हाम्रो राम्रो काठमाडौँ। हेर कति राम्रो हरियाली देखियो। हेस गएर तैँले अरू केही नहेर्ने जङ्गल हेर्ने गोलढुङ्गाको। हाम्रो नेपालमा यस्तो राम्रो बाटाबाट पनि फुल छ कि कति राम्रो। नेपाल नेपालै हो। गाइस हामी चाहिँ घर आइपुग्यौँ। हेर्नुहोस् कस्तो भएको घर त छोडेको। 8 महिनापछि आउँदा त ढुसी नै ढुसी। माथि नि गएर छोरी चाहिँ सफा गर्न लगाइसक्यो। मैले नि गर्ने पुरै ढुसी भएको कि घर त यति ढुसी भएको कि कुरै नगर। यो गाइस घर आइयो होइन। घर आएर अब के खाने त भन्दाखेरि छोरीलाई भोक लागेर गएर आफै चबिन लिएर आएको होइन छोरी। चबिन लिएर आएर आमा छोरीले खान लगाएको। यस्तो पिरो छ कि साथीहरू कुरै नगर्नुहोस्। घर यति फोहोरो छ कि तैँले कुरै नगर्नु। जता हो जाली नै जाली। पहिला पेट पूजा अनि घरको काम गरौँला भनेर पेट पूजा पछि काम गर्छ। के छ मिठो त छ पिरो पनि छ। यसले के गर्ला होइन। मम्मीलाई कसरी खाना बिचरा मम्मीलाई थाहा छैन कि मैले भिडियो बनाएको छु। मैले भन्दाखेरि म युट्युबमा केही हेरिरहेको छु भनेर। म छन् त मेरो पनि ट्याब छ तर म भिडियो बनाउनु थियो नि त त्यो भएर अलिअलि अब गर्दै घर चाहिँ सफा गरेर हल्का भ्याएँ। अब नसकेको भोलि पर्सि गर्दै भ्याउने। एकदमै अल्छी लाग्यो। हेर्नुहोस् थकिन लाग्यो। अनिदो छ हिजोदेखि सुत्दै होइन। रातभरि यस्तै एयरपोर्टमा बसेर अनि प्लेनमा अनि सुत्न पाइएन। अनि घर आइपुग्यो। घर आएर धुलो देख्दाखेरि त्यसै बस्न मन लागेन। सफा गरेर अहिले चाहिँ अलि जे होस् मेरो रुम चाहिँ सफा गरेँ। अलिअलि छतहरू किचनहरू सफा गरेँ। अनि पोचा लाउन चाहिँ अझै भ्याएन। अब त्यो चाहिँ म भोलि गर्छु। अब चाहिँ म खाना बनाउँछु। छोरीलाई भोक लागेला बिचरा होइन। अनि त्यही भन्दै यो भिडियोलाई चाहिँ म यहीँ समाप्त गर्न चाहन्छु। फेरि अर्को नयाँ ताजा भेटौँला। फेरि अर्को नयाँ ताजा भिडियोमा साथीहरू। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो मनपर्छ भने लाइक कमेन्ट गर्न नबिर्सिनु होला।